साथी बिहानको 7 बजे नै यो गाडी चाहिँ बिक्रीमा आइसकेको छ। क्यास डाउन छेत्री बाहुन जसले दिन्छ 20 20 त होइन नि ए 20 त होइन अरे 20 त होइन अरे अब 20 त 20 3टा अरे साथी ल सुनिहाल्यो 20 3टा होइन ऊ कस्तो मनले 20 3टा भनिहाल्यो फेरि के भन्नु भनेर फेरि भन्दा चाहिँ लास्टमा 20 3टा अरे अब मैले 20 भनेको होइन अरे 20 को 3टा अरे बिहान नै आइसकेको छ बिक्रीमा। अनि यो दाइ हिजो एक्सिडेन्ट भएको कतिमा बनाउनु भयो दाइ बिक्री गर्ने गाडी कतिमा बेच्नु हुने अब भनेर भन्न मिल्दैन। हाम्रो दाइको गाडी हो अब भर्खरै अस्ति मात्रै 20,000 खर्च गरेर बनाएर यहाँनिर 2-3 चोटि घर आउजाउ मात्रै हुँदैछ। अब दाइले 20 मा बेच्नु त अलि मान्नुहुन्न होला 20 3टा 20 अरे 80 चाहिँ घरमै बस्ने अरे भन्ने कुरा गर्दै हुनुहुन्छ। ल कसैलाई मन पर्यो भने दाइलाई फोन गरेर ठ्याक्कै आउनु होला। नम्बर म ठ्याक्कै यहीँनिर दिइराखेको हुन्छु। अनि फोटो पनि हुन्छ स्कुटीको फोटो नि हुन्छ मान्छेको फोटो नि हुन्छ। ठ्याक्कै आउने फोन गर्ने भेट्ने अनि मान्छे हेरेपछि यही मान्छेको रहेछ भन्ने ठ्याक्कै ल होइन त ल। र अरू कुरो त्यस्तै हो। अब अरू जेसुकै होस् अझै सकेको रहेन रहेछ। मेरो कुरा राख्नु बाँकी छ यसमा। अब यो भर्खरै बनाएको हो होइन। बनाउने भाइ यता हो केही छ भन्नु भाइ भन्नु केही छ तिमीलाई? म के भन्नु तपाईँहरूको कुरो मेरो काम बनाएको उसले हो केही भयो भने भाइले जिम्मा लिने हो नि त हो कि भन त हो नि हो कि भन न यता हेर न भन न हो कस्तो टाउको निहुराएको फेरि हेर न ऊ माथि अलिकति केही खालको कुरा आयो कि टाउको निहुराइहाल्छ यार यो मान्छे मैले केही भन्न ल यति भन्दै अब यो स्कुटी बिक्रीमा हो बिक्री भइसके पछाडि अब दाइले अब चिसो के खुवाउने होला ल बिक्रीमा आयो यो